के म्याकओएस साँच्चै व्यावसायिकहरूको पहिलो रोजाइ हो त? डिजाइन स्टुडियोदेखि लिएर ठूला ठूला डेभलपर्स सम्मेलनहरूसम्म यो अपरेटिङ सिस्टमको उपस्थिति एकदमै बलियो देखिन्छ। तर किन होला? आउनुहोस् आज यसको गहिराईमा पुगेर यो विषयलाई बुझ्ने कोसिस गरौँ। एकछिन कल्पना गर्नुहोस् त, कुनै पनि ठूलो क्रिएटिभ मिटिङ होस् वा प्राविधिक व्यावसायिक भेला, प्राय ल्यापटपहरूको पछाडि एउटै चङ्किलो स्याउको लोगो देखिन्छ, होइन? यो केवल एउटा ट्रेन्ड मात्रै होइन, यसले व्यावसायिक संसारमा एप्पल उत्पादनहरूको गहिरो प्रभावलाई देखाउँछ। यो भनाइले म्याकओएसको प्रतिष्ठाको आधार के हो भन्ने कुरालाई स्पष्ट पार्छ। यो केवल राम्रो देखिने मात्र होइन, यसको विश्वसनीयता, विभिन्न काममा प्रयोग गर्न सकिने क्षमता र सबैभन्दा महत्त्वपूर्ण प्रयोगकर्ताको सहजतालाई केन्द्रमा राखेर बनाइएको डिजाइनले नै यसलाई व्यावसायिकहरूमाझ लोकप्रिय बनाएको हो। त्यसो भए अब मूल प्रश्नमा फर्कौं। आखिर के हो त त्यो विशेष कुरा जसले म्याकओएसलाई अरू अपरेटिङ सिस्टमभन्दा अलग र सायद अलि विशेष बनाउँछ? यसको उत्तर खोज्न हामीले यसको आधारभूत सिद्धान्तबाटै सुरु गर्नुपर्छ। कुनै पनि उत्पादनलाई राम्ररी बुझ्न त्यसको पछाडिको सोच र दर्शनलाई बुझ्नु एकदमै जरुरी हुन्छ। र एप्पलको सफलताको पछाडि उसको अद्वितीय डिजाइन दर्शनको धेरै ठूलो हात छ। एप्पलको अनुभवको लागि नियम पुस्तिकाको रूपमा रहेको छ ह्युमन इन्टरफेस गाइडलाइन्स। यो सिद्धान्तको एउटै लक्ष्य छ प्रविधि र मानव बीचको अन्तर्क्रियालाई सकेसम्म सरल र सहज बनाउने। हरेक आइकन, हरेक एनिमेसन र हरेक मेनु यही दर्शनमा आधारित भएर बनेको हुन्छ। एप्पलको डिजाइन खास गरी 3वटा मुख्य स्तम्भमा टिकेको छ। पहिलो हो स्पष्टता, मतलब स्क्रिनमा जे देखिन्छ त्यो सरल र सफा हुनु पर्यो। दोस्रो हो दक्षता, अर्थात् कुनै पनि काम छिटो र सजिलै होस्। र तेस्रो हो सौन्दर्यात्मक अखण्डता, जहाँ डिजाइन सुन्दर मात्र होइन, काम लाग्ने पनि हुन्छ र प्रयोगकर्तालाई भावनात्मक रूपमा जोड्छ। अब अलिकति इतिहासतिर लागौँ न त। आज हामीले चलाउने म्याकओएसको जग वास्तवमा नेक्स्ट स्टेप हो। यो स्टिभ जब्सले एप्पल छोडेपछि स्थापना गरेको कम्पनी नेक्स्टले बनाएको थियो। यो युनिक्समा आधारित भएकोले एकैपटक धेरै काम गर्न र स्थिरताको लागि निकै शक्तिशाली थियो। जब एप्पलले नेक्स्टलाई किन्यो, उसले म्याकओएसको लागि एउटा एकदमै बलियो आधार पायो। ल, सिद्धान्तको कुरा त भयो, अब व्यवहारमा आउँ। एप्पलको यो दर्शनले हार्डवेयर र सफ्टवेयरमा कसरी काम गर्छ? यो इकोसिस्टम नै सायद यसको सबैभन्दा ठूलो शक्ति हो। एप्पल सिलिकन चिपले पर्फर्मेन्समा साँच्चीकै क्रान्ति ल्याएको छ। यसको एकीकृत मेमोरी आर्किटेक्चरले सीपीयू र जीपीयूलाई एउटै मेमोरी साझा गर्न दिन्छ, जसले गर्दा काम निकै छिटो हुन्छ। तर यहाँ एउटा तर छ। यो डिजाइनका कारण र्यामलाई पछि अपग्रेड गर्न मिल्दैन। सुरुमा जति र्याम भएको म्याक किन्यो त्यतिमै चित्त बुझाउनुपर्छ। म्याकको अर्को विशेषता के हो भने यसमा पहिलेदेखि नै चाहिने धेरै एपहरू हुन्छन्। दैनिक कामको लागि क्यालेन्डर, मेल र नोट्स जस्ता उपकरणहरू तुरुन्तै तयार हुन्छन्। त्यस्तै रचनात्मक कामहरूका लागि पनि फोटो, म्युजिक र भिडियो हेर्न वा सामान्य सम्पादन गर्न आधारभूत उपकरणहरू पहिले नै उपलब्ध हुन्छन्। र प्राविधिक प्रयोगकर्ताहरूका लागि पनि शक्तिशाली टर्मिनलदेखि लिएर टाइम मेसिन ब्याकअप्स जस्ता युटिलिटीहरूले यसलाई एक पूर्ण प्याकेज बनाउँछ। यी सबै सुविधाहरूले गर्दा के म्याकओएस व्यावसायिकहरूको लागि उत्तम उपकरण हो त? अब हामी हेर्नेछौँ कि किन केही विशेष व्यावसायिक समूहहरूले म्याकओएसलाई नै रोज्छन्। व्यावसायिकहरूले म्याक रोज्नुका धेरै कारणहरू छन्। पहिलो, स्थिरता। एप्पलले हार्डवेयर र सफ्टवेयर दुवै बनाउने हुँदा सिस्टम कम क्र्यास हुन्छ। भिडियो सम्पादक र ग्राफिक डिजाइनरहरूका लागि रेटिना डिस्प्लेको रङको शुद्धता निकै महत्त्वपूर्ण छ, जसले सामान्य स्क्रिनहरूले देखाउने भन्दा 25% बढी जीवन्त रङ देखाउँछ। डेभलपरहरूका लागि युनिक्समा आधारित टर्मिनलले लिनक्स सर्भरमा काम गरे जस्तै अनुभव दिन्छ। र ऐतिहासिक रूपमा धेरै डिजाइन सफ्टवेयरहरू पहिले म्याकमा मात्रै उपलब्ध थिए, जसले गर्दा त्यो क्षेत्रमा यसको विरासत बलियो बन्यो। अब पैसाको कुरा गरौँ। म्याक महँगो छ, यो सबैलाई थाहा छ। तर यसले आफ्नो मूल्य पनि कायम राख्छ। 3 वर्षपछि एउटा म्याकको औसत रिसेल भ्याल्यु लगभग 25% हुन्छ। अब यसको तुलनामा एउटा पीसीको पुनर्बिक्री मूल्य हेरौँ त। 3 वर्षपछि पीसीको औसत मूल्य केवल 5% बाँकी रहन्छ। यो ठूलो फरकले गर्दा लामो समयको लागि हेर्दा म्याकको कुल लागत सोचेभन्दा कम हुन सक्छ।
यो एक डेभलपरको वास्तविक अनुभव हो। उनका अनुसार म्याकको टर्मिनलले लिनक्स सर्भरमा काम गर्दा एउटै र सहज अनुभव प्रदान गर्छ जुन विन्डोजमा पाउन गाह्रो हुन्छ। यो सानो तर महत्त्वपूर्ण भिन्नताले व्यावसायिकहरूको लागि ठूलो अर्थ राख्छ। तर सबै कुरा सकारात्मक मात्रै पनि छैन। धेरै प्रयोगकर्ताहरूका दुई मुख्य गुनासाहरू छन्। पहिलो, यसको सुरुवाती मूल्य निकै बढी छ र दोस्रो, पछिल्ला मोडेलहरूमा र्याम र स्टोरेज अपग्रेड गर्न नमिल्ने बनाइएको छ, जसले गर्दा यसको लामो समयसम्मको उपयोगितामा प्रश्न उठ्छ। त्यसो भए अब म्याकओएसको तुलना अन्य प्रमुख अपरेटिङ सिस्टमहरू विन्डोज र लिनक्ससँग गरौँ। प्रत्येकका आफ्नै शक्ति र कमजोरीहरू छन्। सुरक्षाको हिसाबले म्याकओएस निकै बलियो मानिन्छ। जस्तै गेटकिपरले अविश्वसनीय सफ्टवेयरलाई चल्नबाट रोक्छ, फाइलवल्टले सम्पूर्ण डिस्कलाई इन्क्रिप्ट गर्छ, र एप्पलको बन्द इकोसिस्टम अर्थात् हार्डवेयर र सफ्टवेयरमा उसको कडा नियन्त्रणले म्यालवेयर र भाइरसको आक्रमणको सम्भावनालाई निकै कम गर्छ। अन्त्यमा यो तालिकाले सबै कुरालाई सारांशमा प्रस्तुत गर्छ। म्याकओएस आफ्नो डिजाइन, सुरक्षा र इकोसिस्टमका लागि उत्कृष्ट छ, तर महँगो र कम लचिलो छ। विन्डोजमा धेरै सफ्टवेयर चल्छन्, तर सुरक्षामा अलि कमजोर छ, र लिनक्स अत्यधिक लचिलो र सुरक्षित छ, तर नयाँ प्रयोगकर्ताका लागि अलि जटिल हुन सक्छ। र अन्त्यमा एउटा विचारोत्तेजक प्रश्न। आज विन्डोजले लिनक्सलाई आफ्नो हिस्सा बनाइरहेको छ र म्याकले आइफोनका एपहरू चलाउन सक्छ। के अपरेटिङ सिस्टमहरू बीचको भिन्नता मेटिँदै गएको हो? र भविष्यमा कम्प्युटिङको अनुभव कस्तो होला? यो साँच्चै सोच्नुपर्ने कुरा हो।